सो या नमस्ते हेलो कोनिचिवा म चाहिँ स्लो ट्रेक टु खानायामा जान लागेको एक्लै घरमा वाक्क भए काम पनि थिएन केही पनि थिएन सो म घरबाट 3 बजे हिँडेको र अब 3 बजे हिँडेर कति बजे पुगेर कति बजे फर्किन्छु सबै देखाउने छु सो म जान लागेको डेस्टिनेसन चाहिँ उता डाँडामा थियो राइट देयर सो म बाटोमा के कसो भएको सबै देखाउने छु र सी गाइज सो या म जङ्गलभित्र छिरिसकेर यहाँ राम्रो मम्मीजीको भ्यू छ बाटो पनि भेटिसकेँ बाटो यही हो लास्ट टाइम गएको मलाई याद भयो अहिले सो यही हो या यही नै हो यतै बाटो जान्छ अहिले मम्मीजी खास त फुइल लगाइसक्यो त्यो पनि अहिले बल्ल यहाँ चाहिँ ढिलो भएको भएर मम्मीजीको सिजनमा यस्तो छ मम्मीजी यही बाटो हो म यहाँबाट जान्छु त्यसपछि बाट चाहिँ यही हो अब यतैबाट यतै हेरेर बिस्तारै 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 जान्छु र म टपमा पुगेर देखाउँछु कति टाइम लाग्छ त्यसपछि फेरि त्यहीँबाट फर्किन्छु त्यही हो सो ट्युन अप अहिले जङ्गलभित्र छिरेपछि चाहिँ सुनसान छ नि त यहाँ पुरा त्यसपछि चाहिँ अहिलेसम्म त केही हुँदैन बेयरको जे जस्तो भयो नि गइन्छ भन्ने सोचेको थिएँ अन्त अलिकति एक्कासी सडनली बेयर मेरो गाडी आयो भने के गर्ने टाइपको फिलिङ्स आइरह्यो है तर केही छैन नेपाली गोर्खाली जान्छ एक्लै कस्तासँग त लडे नेपाली जाँठे एउटा भालुलाई त ढलाइहाल्छ नि होइन ए बाटो चाहिँ यही हो यार के हो कन्फ्युज हान्दियो त मलाई यही हो यहीँबाट जान्छु म सिधा बाटो अस्तिको पाट्ट भेट्यो भन्दा लाइक 10 मिनट पनि लाग्दैन 10 मिनटमा पुग्छु बाँसहरूको मम्मीजी छ राम्रो छ र भेट तर मम्मीजी सुकिसकेछ अहिले सुकिसकेछ मम्मीजी त अब चाहिँ यति 5 मिनटमा पुग्छ कि जस्तो लाग्यो तर भिडियो बनाउँदा यता उति हेर्दै हिँड्नु पऱ्यो कहाँबाट झम्टिन्छ जस्तो नि लाग्यो अहिले आएर त कस्तो है सो अलिकति डेन्जर त डेन्जरै छ तर पनि केही छैन म अघि बढ्दैछु लड्दैछु यस यताउति हेर्दैछु अब म पुग्नेवाला छु डाँडामा सो डाँडामा पुग्छु र हाम्रो ओता सहरको भ्यू देखाउँछु अलिकति यताउति केयरफुल चाहिँ हुनै पर्यो तर जे जस्तो भयो नि भ्यू देखाउँछु त्यसपछि त्यो भ्यू वर्थ इट छ कि छैन भन्ने तपाईँहरूले भन्नुहोस् होला कमेन्टमा म त गइसकेको छु तर म यत्रो रिस्क लिएको थकैला छ यहाँ डाँडा चढेको त्यो वर्थ इट छ कि छैन भन्नु होला यस अब म चाहिँ एउटा क्याम्प जस्तोमा आएँ यहाँ चाहिँ एउटा प्रतीक्षालय नेपालीमा भन्नुपर्दा सो यहाँ बस्न खान कस्तो चिलको ठाउँ छ है कस्तो राम्रो बनाइरहेको यो एभ्रिथिङ लुक्स लाइक मेड इफ वुड यो त वुडै हो क्या हो बेड यो नि वुड हो कि के हो सबै वुड रहेछ नि यहाँ त तर यस्तो वुड जस्तो भनेर सिमेन्टको बनेर हुन्छ कि यहाँ जापानमा चाहिँ सो आर गाइज रेडी फर द भ्यू यो अझै अलि तलबाट है त 1 2 3 गो यो चाहिँ हाम्रो गुनमा ओता सिटीको भ्यू यस्तो छ घाम डुब्न लागिरहेछ उता यहाँभन्दा अलि माथिमा अलि हाइट छ सो म त्यहाँदेखि देखाउनुवाला छु अगेन सो यहाँदेखि त
त्यो रातो रातो देखिन्छ त्यही ठाउँ हो सबभन्दा मेन टप भ्यू टावर जस्तो भनौँ न। र म पुग्न लगाइसकेको छु एक्लै हाम्रो खाना यामाको डाँडामा। Yes, and I did it, boys. Let's go. म त्यही जुन बाटो आएँ त्यही बाटो बिस्तारै झर्नेवाला पनि छु र झर्न त केही पनि लाग्दैन, सायद 10-15 मिनटमा झरिन्छ झर्न, अनि त्यहाँदेखि हिँड्न लाइक 15 to 20 minutes it will take, I guess. So वहाँ सन छ, सन अस्ताउन लागिसक्यो र आजकल चाहिँ अघि भने जस्तै जाडो भइसकेको छ र अँध्यारो छिटै हुन्छ, त्यसैले म चाहिँ बिस्तारै झर्नेवाला छु। फेरि रात पर्दा फेरि भालु आउला र फेरि जे नै हुन सक्यो। सो या गाइस, आम स्टेपिङ डाउन। र तपाईँहरूले भन्नु होला अघिनको मैले जुन देखाएको भ्यू थियो त्यो चाहिँ वर्थ इट छ कि छैन, टेकिङ अल अफ द रिक्सेस, is it worth it or not? You guys tell me in the comment, okay? So yeah, last again. Yes sir. यहाँदेखि चाहिँ अब भ्लग भन्दा पनि जुन बाटो आएको हो त्यही बाटो अब मलाई देखाइ त सकेँ, तर म चाहिँ बिस्तारै गीत सुन्दै जानु पर्ला जस्तो लागिराख्यो, किनभने अगेन सेम बाटो त के देखाउनु है, त्यसैले म बिस्तारै गीत सुन्दै जान्छु र तल पुगेर मेरो एक्सपिरियन्स पनि बाटोमा मैले सबै भनिसकेँ, डर कस्तो लाग्यो के भयो र यताउति, या त्यही नै हो। सो तल पुगेर म भ्लग इन्ड गर्नेछु र त्यही हो, या सी यु गाइज अगेन। अघि चाहिँ एउटा कुरा के भयो भन्दा मैले त्यही त मैले त्यो एक्सपेरिमेन्ट गरेको भिडियो गराउँछु भन्ने त सोचिरहेको थिएँ, तर अलि मिलेन ड्यु टु सम कन्डिसन्स। अर्को फोन ल्याउनु भुलेछ नि त, अनि मैले साथीलाई फोन गरेको थिएँ म यहाँ आएँ भनेर एक्लै सोलो ट्रेक टु खानायामा। सो मलाई थाहा थियो रिएक्सन त्यस्तै आउँछ भन्ने, के भन्छ भने म पागल कहाँ डुलिरहेछ भन्छ। सो एभ्रीबडी थिङ्क्स सम जिनियस गाइज, डम एस, यु अल नो। सो त्यही हो, स्मार्ट, धेरै स्मार्ट हुनु, ब्रेभ हुनुलाई पागलपन्थी भनिन्छ यो वर्ल्डमा, भने म पागल नै हो। यस, थ्याङ्क यू। अघि आएको बाटो यही हो, तर कस्तो राम्रो देख्दो रहेछ यार यो। सो या गाइज, म फाइनल्ली कति टाइम भयो गाइज, अघि न मैले यत्रो बोलेँ है, के भने लास्टमा त केही भिडियो नै नभएको रहेछ। सो म सेफ एन्ड साउन्ड एकदम यहाँ आइसकेको छु, रोडमा देख्न सक्नुहुन्छ, र घाम पनि अस्ताउन लागिसकेको छ र झन्डै समयमा आइपुगेको छु। सो या आँट्यो भने जे पनि गर्न सकिन्छ भन्ने, हल्का गाडीसँग नि होसियार हुँदै, सो आँट्यो भने जे पनि गर्न सकिन्छ भन्ने सानो कुराबाट पनि थाहा हुन्छ, र इफ आई क्यान डु यु अल्सो क्यान डु समथिङ ग्रेट न्यू। मैले त यो गरेको त सानो कुरा हो, त्यही पनि आँट्यो भने चाहिँ सक्छ भन्ने चाहिँ त्यो भन्न चाहन खोजेको हो। सो या गाइस, नेभर गिभ अप, या एन्ड अफकोर्स त्यो त फल त अवश्य नै पाउनेछ। र यहाँ चाहिँ मम्मीजी यस्तो ब्युटिफुल छ, वाउ यो चाहिँ राम्रो रहेछ है। त यति भन्दै गाइस, यो चाहिँ यहाँ तना बन्न बसेको है, यहाँ खुट्टा राखेर बाटोमा आउँदै थिएँ, के देखेँ भनेको यहाँ हेर्नु न, यो साइकल कौना चोरले है साइकल साला चोरेर फाल्दैछ अब यहाँ यस्तो नालीमा। जापानमा फेरि यहाँ अनौठो चोर हुन्छन्, मान्छेले झ्यापझुप पैसा ब्याङ्क यताउति चोर्दैन है, साइकल चोर्ने, कहिले साइकलको सिट चोर्ने, कहिले
के चोर्ने घन्टी चोर्ने कहिले लाइट चोर्ने अनौठो चोर हुन्छ जापानमा चाहिँ। अब जापानिजै हो कि यो फरेनर हो, अब यस्तै कारणले गर्दा फरेनरलाई नै अलिक अफेन्स गरिरहेको हुन्छ यहाँ है। अब तर जापानिजहरू पनि सबै ठिक हुँदैन नि त, कति धेरै त अब हुन त यिनीहरू रेस्पेक्टफुल हुन्छ, धेरै राम्रो हुन्छन्, तैपनि हुन्छ नि त नराम्रो जापानिजहरू पनि। तर तिनीहरूले गर्दा अहिले झन् अझ कानुन कडा हुने फरेनर्सको लागि यताउति भन्दै चाहिँ त्यस्तो हुन्छ क्या हालत हेर्नु। बाटोमा मैले यस्तो राम्रो यही ठाउँमा भएर अहिलेसम्म विथ द ग्रेट सनसेट होइन, यस्तो राम्रो जिन्जियालाई नदेखेको है मैले। क्रेजी यार, यो त कस्तो ब्युटिफुल रहेछ। Sick bro, कस्तो दामी, हे क्या ब्युटिफुल। यहाँ बेल रहेछ, फर्स्ट टाइम देखेँ यस्तो। गुडनेस, ब्युटिफुल यार। यस्तो त मेरो डोपामिन नै हाई हुन्छ कि क्या। यस्तो दामी रहेछ। Look at the structure, man. Holy crap. यो रुख पनि पत्ता छैन, जित्दै छ। Worth it, यो चाहिँ worth it भयो। Look at the sunset. रोड त के देखाउनु, जापानको इन्भाइरोमेन्ट राम्रो छ। बाटोहरू यस्तो छ, आजको भोलि बनाइन्छन्, बिग्रियो भने। सो बस्न त एकदम चिल छ, तर यहाँको ओभर प्राइस थिङ्सले चाहिँ अलिकति गाह्रो पार्छ। तर सो यति भन्दै यो ब्लग म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क सो मच फर वाचिङ, थ्याङ्क यू।